भाइ यसले केही हुँदैन कतै दुधसँग भाइ यसलाई यस भनिस् त कसम होला भाइ कसम होला कान्छी त बिल्ला मैं क्या करूं फिर जॉब छोड़ दूं किन प्रमोसन गरेको त ल्याक भइ वर्ल्ड लिंक पैसा आइहालेको छ अरे तेरो गुलाबा मेरो गिडा मुजी बुझिस मादर चोत तेरो दिमाग भनेको मेरो गुला हो मादर चोत बुझिस अन्जन मादर चोत तर अनुमतिको छोरो दाइ तपाईको कन्डो देखाउनु न मलाई एक दिनको लागि क्या कन्डो दिनु न एक दिनको लागि त्यसको पनि कुरा गरिदिन्छु त्यो फुच्चीको हेर फुच्ची त मलाई आएर यहाँ मेसेजमा त मलाई जसरी बोल्दै आएको थिइस् नि मेसेजमा मैले तँलाई रिप्लाई गर्न तर मैले तेरो मेसेज देखेँ कि कान्छी यसरी बोल्दै आइस् भने नि कान्छी तेरो हेरे रुको जरा सबर करो त कति उमेरको थाहा छैन त सानो हो भने तेरो बाबाआमासँग कन्सेन्टली पहिला मसँग बोल्नु आउनुमा तेरो बाबाआमासँग कुरा गर पहिला गजब बेइज्जती है भाइसँग म मेसेज पठाउँ कि नपठाउँ तेरो बाबाआमालाई कुरा गर अनि आइज त आफ्नो उमेरको हो जस्तो पनि लागेन मलाई कान्छी एकैचोटि अनुहार हानेर झापडाएर गाला फुडाइ Not bad. Now you. अघि एउटा टिकटकमा हेरेको थिएँ क्या एउटा बहिनी 100 त हुँदैन होला एउटा बहिनी मुरुदै मामु फोन आयो भन्दै रमाइरहेको भिडियो हेरेको थिएँ क्या मैले टिकटकमा ठ्याक्कै अघि म त रनमनिसेर बाहिर फोरको गाडी पो आयो कि फोर पो लिएर आउँछन् कि मामुले भनेको त जिपिएफ आएको रहेछ त्यो बहिनीको फेरि सुशीला कार्कीको रिसेन्ट न्यूज सुड्डी किन बिस्केको किन सुड्डी कस्तो बिस्केको नि त्यो भित्रैबाट त्यो एउटा त्यो कस्तो त्यो रिस राखेको त्यो आरिस गुण राखे जस्तो क्या आर यु कमेडी मी तिमी के वरदान माग्छौ म तिम्रो भक्तिदेखि ज्यादै प्रसन्न भए अबे जल्दी बोल कल सुबह पनवेल निकलना है वरदान माग बालक वरदान माग म तिमीलाई वरदान दिन तयार छु गुरुदेव मेरो तपस्याबाट तपाईँ प्रसन्न हुनुहुन्छ भने मलाई यस्तो वरदान दिनुहोस् मलाई रातभरि निन्द्रा लाग्दैन मलाई एउटा युवती दिनुहोस् यदि तपाईँ मलाई वरदान दिनुहुन्छ भने ए मूर्ख बालक तँलाई युवती वरदान दिनु माछिने रानीको छोरा कैसा लगा मेरा मजाक म त कयौं वर्षदेखि युवती नभेटाएर छटपटेर जंगल हिँडिरहेछु भने तँलाई युवती वरदान दिनु माछिने रानीको छोरा त्यो युवती अहिले मैले पाउनु भने म त्यसलाई यस्तो चिग्ने थिएँ त्यसको पुच्चीमा यो छेउको को यो राणीलाई म देखिरहेछु यसलाई म कहाँ देखिरहेछु भने यसलाई म उतै पनि देखेछु त्यो दुईजना छ नि त्यो अस्ट्रेलियाको त्यो कि युकेहरू उतै हुर्केको मान्छेहरू जस्तो टाइपको नामै थाहा छैन मलाई तिनीहरूको तर त्यो म्याच सिक्ने बन्धु म्याच सिक्ने सुतेर हान्न नि सक्दैन म्याच सिक्ने त्यति पनि थुक्क मुजी गु खाम्रो म्याच सिक्ने त्यसले त मुजी गजब बेइज्जती है त्यस्तो हान्दैन हौ सुतेर नाडोले रिफ्लेक्स पो भेटो तेरा बाउ हो मैथ सिक्ने म रुको जरा सबर करो के मामा लिम्बे त आफ्नै छोलेर माललाई हेर्दै मैले तेरा बाबुमा भन्दैछ यार मुजी माललाई म अस्ट्रेलियामै हुँदाखेरि मेरो बिहा हुन लागेको मान्छे हो म अस्ट्रेलियामा हुँदाखेरि नै बिहा हुने मान्छे हो पछि त्यस्तै भयो अनि त्यो केटीको पछि अर्कोसँग बिहा भयो अनि त्यहाँपछि म झरेको झाँट भएर बसिरहेको छु त्यही हो कुरा बिहा भएर गइसके पनि मेरो के रे मुटुको कुनै कुनामा त्यही केटी छ जस्तो लाग्छ कि स्टिल पनि होइन तर बिहा भइसक्यो बच्चा पनि पाइसक्यो मुजी